हेलो गाइज, आज चाहिँ म यो लुलु हाइपर मार्केटमा छु। यो चाहिँ कुवेतकै नम्बर 1 मार्केटमा, यो पनि 1 नम्बरमा पर्छ र यो भित्र चाहिँ नपाइने भने मेडिकल मात्र हो। यहाँ चाहिँ अरू सबै तपाईँको यो दाल चामलदेखि लिएर कपडा लत्तादेखि लिएर इलेक्ट्रिकलका सामानहरूदेखि लिएर सबै यही एउटै छानो मुनि उपलब्ध छ। म तपाईँहरूलाई देखाउँछु, भिडियो अन्तिमसम्म हेर्नु होला। र यो गेट एकदमै उत्कृष्ट। यहाँ चाहिँ ढोकाहरू सब सेन्सर हुन्छ, आफै खुल्छ है, ट्याक्क लाएर यसरी ट्याक्क खुल्छ। अनि यहाँभित्र युज गर्नको लागि ट्याक्क यस्तो ट्रलीहरू हुन्छ है, यो भित्र युज गर्न सक्नुहुन्छ तपाईँहरूले है। ट्याक्क यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यसरी बुकहरू, यसरी सब सामानहरू व्यवस्थित तरिकाले उपलब्ध हुन्छ यहाँ चाहिँ होइन। आलुहरू यसरी सामानलाई यदि सेफ्टीको सहित है, यहाँ सामानहरू देख्न सक्नुहुन्छ। यो चाहिँ ग्राउन्ड फ्लोर हो है। उता चाहिँ फलफुलहरू छ है। यहाँ चाहिँ ट्याक्क सब माथि प्राइज हुन्छ, कहाँबाट आएको हो, युएसए, इन्डियन, केनिया, यसरी देख्न सक्नुहुन्छ। सुन्तलाहरू यता चाहिँ क्यासियर भयो, क्यासियरहरू उठाछन् देख्न सक्नुहुन्छ। यता ट्याक्क अङ्गुरहरू है, सर यहाँ देख्न सक्नुहुन्छ है। सब माथि प्राइज माथि भयो, कुवेतको यहीँ छ, इन्डियाको यहीँ छ। यसरी सामानहरू यसरी राखिएको छ, देख्न सक्नुहुन्छ। यो रह्यो औँलाई, देख्न सक्नुहुन्छ है। समथिङ 900 रुपियाँ पर्छ, 900 रुपियाँ पर्छ यसलाई चाहिँ, औँलाईलाई। यो आँपलाई पनि समथिङ 900 रुपियाँ जस्तो पर्छ। बन्दागोपीहरू सर हेर्नुहोस् है। यो चाहिँ ग्राउन्ड फ्लोर हो, यो चाहिँ फलफुलहरूको बढी। यो चाहिँ 4 तलाको छ। म चाहिँ तपाईँहरूलाई सबै देखाउँछु है, भिडियो अन्तिमसम्म हेर्नु होला। यता भयो चिसोहरू, अनि सर हामी जान्छौँ माथि। माथि जानको लागि हिँड्नु पर्दैन है, सर यसरी हिँड्नुपर्छ। यो केराको मूल्य देख्नुहुन्छ है, केराको मूल्य 400 रुपियाँ किलो, एउटालाई 80-90 रुपियाँ पर्छ। अनि सर हामी गएर सामान चाहिँ अहिले हाल्छु फेरि मैले होइन। हिँडिरहेको छ सामान, फेरि एउटा हालेको छैन भन्नु होला। मैले ल्याउने सामान चाहिँ यहाँ माथि छ। यहाँ किचन यहीँ छ है, यहाँ चिकनहरू, यो भित्र किचन पनि यहीँ छ है। ट्याक्क खानको लागि तपाईँ यसरी प्याकिङ हुन्छ है। अनि यहाँ छ अचारहरू, सर यहाँ चाहिँ सब ट्याक्क देख्नुहुन्छ। म चाहिँ अहिले दोस्रो तलामा छु, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ आइसहरू राखेर यसरी माछाहरू राखिएको छ, नबिग्रोस् भन्नको लागि। यसरी सब प्राइजहरू छ यहाँ चाहिँ, प्राइज सहित माछा घुङीहरू। देख्नुहुन्छ है माछा, हो माछा त कस्तो माछाहरू। यहाँ मासुहरू पनि यसरी राखिएको छ सजाएर, ट्याक्क हेर्नुहोस्, सिल गरेर। यो चाहिँ मासु हेर्नुहोस् है, सर देख्नुहोस्। यो मासुले 1500 रुपियाँ, यो मासु, यो मासुको मूल्य 1500। वाउ, नेपालमा त एउटा सिङले आउँछ यार। यो 1000-1200 जति पर्छ यसलाई। यसरी प्याकिङ गरिएको हुन्छ ब्रोइलरहरू। तपाईँले कुन खाने, यो छुट्टै मुटु है, यो पाङ्राहरू छुट्टै तपाईँले करङ खाने कि मासु खाने कि के खाने तपाईँ, सबै परिकारहरू यस्तै छ। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो 4 तलामा सबै लगाएर हजारौँ सङ्ख्यामा यस्तो सिसी क्यामेराहरू छ। यहाँ चाहिँ कसैले केही नगरोस् भनेर यसरी टेम्परेचर मिलाएको छ, टेम्परेचर है। यो तपाईँले के खान चाहनुहुन्छ, मासु, हड्डी, सुप बनाएर खान सक्नुहुन्छ। कलेजो यसरी छुट्टै डिफ्रेन्ट तरिकाले राखिएको हुन्छ। तपाईँलाई जे खान मन लाग्छ त्यही खाने हुन्छ। सबै पहिले नै प्याकिङ गरे। यहाँ पानी, यहाँ चाहिँ यस्तो पानी छ है। यो पानीको मूल्य 250 रुपियाँ बोतल हो, एकदम फिल्टरिङ गरेर यस्तो राम्रो तरिकाले गरेको पानी। यतातिर छ अन्डाको परिकार, देख्न सक्नुहुन्छ। यो 250 पर्ने समथिङ है, यो 900 पर्ने। एकदमै यो डेन्जर अन्डा हो यता। यतातिर छ सर देख्न सक्नुहुन्छ। यसरी सामानहरू यसरी राखिएको छ। यहाँ चाहिँ दुधहरू, यो जुसहरू, लेमनको भयो, यो अनारको,
यो कागतीको यदि तपाईँलाई प्राइस अलमल्ल भयो भने यसरी स्क्यान गर्ने पनि हुन्छ है। ट्याक्कै स्क्यान गर्ने। यो चाहिँ 1 केडी नेपालको 490 रुपियाँ पर्छ समथिङ अहिलेको रेटमा। यसरी तपाईँलाई अकमक्क भयो भने त्यस ठाउँमा स्क्यान गर्नको लागि पनि दिएको हुन्छ। मैले चाहिँ तपाईँहरूलाई देखाउन लागि लिएको थिएँ। यतातिर छ अब बेकरीको, यहाँ चाहिँ केकहरूदेखि लिएर यहाँ चाहिँ सबै रोटीहरूदेखि लिएर यतातिर केकहरू छ। मैले सबै उपलब्ध छ भनेको थिएँ नि अघि हजुरहरूलाई। रोटीदेखि लिएर सब यहाँ कस्तो खालीको रोटी खाने तपाईँहरूले यहाँ। म चाहिँ अहिले दोस्रो तलामा छु। यतातिर छ दालहरू है सबै ट्याक्क। यता भयो रेडिमेड रोटीहरू पहिले प्याकिङ भएर आएको ब्रेडहरू। म अब जान्छु तेस्रो तलामा। मैले दोस्रो तलामा छु। अब म जान्छु तेस्रो तलामा। यहाँ देख्नुहोस् दृश्य यस्तो छ है। अब माथि इलेक्ट्रिकलको सामानहरू मोबाइल घडी टिभी वासिङ मेसिनहरू सबै चाहिँ यहाँ चाहिँ सबै चाहिँ यहाँ छ दालहरू ओखरहरू काजुहरू सबै छ यहाँ चाहिँ एकदमै। उता किचन भयो। म छु अहिले तेस्रो तलामा। देख्न सक्नुहुन्छ यहाँ एलइडी टिभीहरू देखेर सब टिभीहरू है एकै ठाउँमा यस्ता धेरैजना अरबौँ खरबौँका मिलियनका एकदम सामानहरू उपलब्ध छ यहाँ। डिजेहरू टिभीहरू यतातिर छ मोबाइलहरू है स्यामसङ आइफोनदेखि लिएर सबै चाहिँ यहाँ उपलब्ध छ। सर टिभीहरू हेर्नु त यस्तो राम्रो टिभीहरू छ यहाँ चाहिँ। यस्तरी ट्याक्क डिजेहरू। उतातिर भयो लकेजहरू। यो उ लगाउने कपडामा प्रेस लगाउने भन्छ के भन्छ यसरी चाहिँ छ। यो एसीहरू भयो है। यो चाहिँ गर्मीमा एसीहरू ट्याक्क भयो। यो कपडा धुने मेसिनहरू भयो यसरी देख्न सक्नुहुन्छ। यो कपडा धुने मेसिन यो वासिङ मेसिन यो चाहिँ भ्याकुम भन्छ यसलाई भ्याकुम भन्छ। यो चाहिँ फ्रिजहरू भयो होइन ट्याक्क सबै ठुला फ्रिजहरू। यो चाहिँ लाइनबाट चल्ने उ भयो चुलो। यो भित्र ट्याक्क यो भित्र अरे बाहिर ट्याक्क चाहिँ उ राखेर भाँडाकुँडीहरू राखेर यसरी चाहिँ यो यति यहाँ ट्याक्क राख्ने सामानहरू। यहाँ कपडा लट्टादेखि लिएर यस्तो हेर्नुहोस् उफ्रको यहाँको एकदम डिजाइन हेर्नुहोस् यस्तो बवाल छ। क्यामेराहरू लाइटिङहरूदेखि लिएर कपडा लट्टाहरूदेखि लिएर भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईँले एकदमै खतरा चिजहरू देख्नुहुनेछ। यहाँ जुत्ताहरू हेर्नुहोस्। यस्तो यो पर्दाहरू है यो 1400-1500 को यो भयो यस्तो छ। यो चाहिँ अलि धेरै सामान भयो तपाईँहरूको भएको लागि। यता हुनुहुन्छ हाम्रो वरिष्ठ। कहाँ हो रे भाइ घर कहाँ हो रे? अरे भिडियो बनाइरहेको छु बे तिमीले पनि मलाई भनेको छु भ्लग बन्न लाग्यो के भाइरल हुन्थ्यो 1 मिलियन जाने हो के। घर कहाँ हो रे? दोलखा। खुसी छौ लुलुमा? ल बाई। फोटो मैले हालिदिएँ अरे तिमीलाई। यो भयो ट्याक्क भित्ते घरहरू सर। यो भयो टोइलेट देख्न सक्नुहुन्छ एकदमसँग दोस्रो तलामा। यो बेडमा लाग्ने भयो ट्याक्क। यो चाहिँ सानो भयो। तपाईँको अलिक धेरै ठुलो हेभी सामान सार्नु छ भने चाहिँ यो उजालेर सर हिँड्न सक्नुहुन्छ यहाँ है। बाहिरसम्म लग्न मिल्यो। यो भयो टावेलहरू। यो भयो ऐनाहरू। यो भयो जुत्ताहरू सर। यो भयो फुटबल खेल्ने ट्याक्क। वाउ 2025 को। म फुटबल खेलाइ त होइन तै पनि बच्चाहरूको लागि चप्पलहरू कस्तो दामी हो यार। यता देख्न सक्नुहुन्छ यहाँ देख्नुभयो मार्केट यस्तो डेन्जर छ कि बाप रे वाउ। यहाँ डिजाइन हेर्नु न उफ्रका फायरिङहरू एकदम सिस्टम हेर्नु लाइन तारहरू वाउ त्यो बवाल छ यार। यो भयो लकेजहरू। लचेक भन्छु मैले फेरि यार लकेज भनेर यार। यो देख्ने नि त घर जाने मात्र लाग्छ यार मायाकुरी। यो र प्लेन त देख्नु नि यार माया कस्तो मनै खन्ने हुन्छ यार। यो भयो सन्चेर आइमाईले गराउने फेरि यो फेरि एकदम
सन्चेलाई चाहिने झोलायो फेरि ट्याक्क परेको यो भयो कपडाहरू सर है ट्याक्कै ओइ कोस त यहाँ भए कापीहरू बुकहरू है यस्तो एकदम यहाँ खाटापाटा यो एकदम दोकानदारहरूलाई चाहिने चिज गुडियाहरू यस्तो छ यो ट्याक्क यो लालपुर्जा सालपुर्जाहरू ठुला डकुमेन्टहरू हाल्नको लागि यस्तो कापीहरू साना साना बुकहरूदेखि लिएर सबै यहीँ एकदम उपलब्ध छ। यता देख्न सक्नुहुन्छ फेरि सर है सबै चाहिँ नि चाहिँ एकदम ढाकाहरू नङ्कटीहरू कैँचीहरू कपडा काट्ने नि होइन सबै साध्य नै हुन्न कि यहाँभित्र त के छन् के है। यो भयो सेल यो भयो गुडियाहरू सर खेलौनाहरू भयो सर होइन यसरी यो भयो पेन्सिलहरू पेनहरू सर बच्चाको लागि डट पेनहरू 200-250 पर्ने चाहिँ कापीहरू। यो भयो छाँटाहरू यो चाहिँ दहीहरू है ट्याक्क आफूलाई जति खान मन छ त्यति सानोमा भयो ठुलोमा भयो अलि ठुलोमा आफूलाई जति आवश्यक पर्छ त्यति नै हो। यो दुधहरू है मिल्कहरू अलमराई कम्पनीको एकदम आफूलाई जति आवश्यक पर्छ यो सानोदेखि लिएर यो ठुलोसम्म सबै उपलब्ध छ। यसरी फ्रिजमा टेम्परेचर मिलाएर ट्याक्क राखेको छ हेर्नुहोस् है यो दहीहरू एकदम प्याक गरिएको। अब म जाँदैछु जमिन मुनि यो चाहिँ जमिनको भाग हो है। यहाँ चाहिँ अब भाँडाकुँडीदेखि लिएर साबुन स्याम्पूदेखि लिएर दाल चामल खाद्यान्न चाहिँ यहाँ उपलब्ध छ है। यहाँ चाहिँ देख्नु छ भाँडाकुँडीहरू सबै यहाँ भित्रको संसार यो सर यहाँ देख्न सक्नुहुन्छ ट्याक्क भाँडाकुँडा कचौराहरूदेखि लिएर है ट्याक्क देख्न सक्नुहुन्छ यहाँ के हो क्या यहाँ त के सामान चाहिन्छ जे सामान चाहिन्छ त्यही यो थर्मसहरूदेखि लिएर यहाँ चाहिँ ट्याक्क सबै छ। यो चाहिँ एकदम ब्रान्डेड थालीहरू है यसरी यहाँ चाहिँ एकदम यो सबै कुन कम्पनी आओ प्राइजको त्यो सबै लेखा हुन्छ यहाँ चाहिँ। यो भयो ट्याक्क यो पराटहरू सर देख्न सक्नुहुन्छ भाँडाकुँडीहरू यता चाहिँ रबरका भाँडाहरूदेखि लिएर ट्याक्क यहाँ देख्न सक्नुहुन्छ है सबै स्क्रुपहरू यहाँ देख्न सक्नुहुन्छ पानीहरू है ट्याक्क यसरी आफूलाई जति आवश्यकता पर्छ यो सानो ठुलो यो सानोदेखि लिएर ट्याक्क बच्चाको लागि सबै एकदम थरीका है आफूलाई कुनमा दिए पानी खाने साना ठुलादेखि लिएर च्यात्तो पऱ्यो यता छ जाँड अझ ठुलो आवश्यक पऱ्यो भने अझ पावरफुल ड्रिङ्क्सहरू चाहिँ यतातिर छन् सर्लक्क पारेर। यो चाहिँ 4 तलाको छ म चाहिँ छु अहिले जमिनभन्दा पनि तलको यो जमिनको भागभन्दा तल यो जमिन मुनिको भाग हो यो चाहिँ है। यहाँ चाहिँ ट्याक्क चामलहरू साना ट्याक्क पलेर यता छन् तेलहरू है सर है यता चामल चाहिँ 1 केजी 2 केजीदेखि लिएर सबै चिजहरू उपलब्ध छन् दर्शकबिन। यहाँ चाहिँ एकदम दुधहरू प्याकिङ गरिएको देख्न सक्नुहुन्छ यसरी। यहाँ देख्न सक्नुहुन्छ डब्बामा भएका ट्याक्क अचारहरू है एकदम अचारहरू यहाँ चाहिँ हरका यो त काँक्राको यो गाजरहरूको यो लसुनको मात्र हुन्छ है एकदम यस्तरी प्याकिङ गरेर। यता साबुन स्याम्पूको सबै चिजहरू देखाउनु पर्ने धेरै थिए तर भिडियो लामो हुन्छ भनेर म यतिकै इन्डिङ गरिदिएँ हजुर। सबै यसरी चाहिँ एउटै खानु मुनि उपलब्ध छ है। तपाईँ चाहिँ कोही जानु पर्दैन यो सामान त्यो सामान ल्याउन चाहिँ सामान चाहिँ एउटै ठाउँभित्र एउटै यो मार्केटभित्र चाहिँ सबै चिज चाहिँ उपलब्ध हुन्छ है। तपाईँ अनलाइन पनि अर्डर गरेर है 1 रुपियाँ लाग्छ यहाँको चाहिँ नेपालको समथिङ 500 रुपियाँ जस्तो लाग्छ तपाईँको रुमको अगाडि ल्याइदिन्छन् है। अनलाइन सपिङ पनि हुन्छ है। सबै अनलाइन गरेर फोटो एउटै एप्स हुन्छ सबै मार्केटभित्रको सबै सामानहरू पाउनको लागि त्यो फोटो सहित प्राइस सहित हुन्छ। तपाईँ अनलाइन पनि गर्न सक्नुभयो पैसा अनि क्यास पनि गर्न सक्नुभयो सबै एकै ठाउँबाट चाहिँ सामान चाहिँ तपाईँ चाहिँ धेरै ठाउँ हिँड्नु पर्दैन है। अब सबै एकै ठाउँबाट चाहिँ असुविधा हुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभयो धन्यवाद।